हेलो सबैजनालाई नमस्कार म विनिता मैले यो भन्दा अगाडिको धेरै भिडियोजमा क्याश फ्लो र नेट प्रॉफिटको बारेमा डिस्कस गरेँ र कसरी क्याश फ्लो इज इभन मोर इम्पोर्टेन्ट भन्ने बारेमा डिस्कस गरेँ मलाई केही भ्युअर्सले मेसेज गर्नुभएको थियो कि म्याम प्रॉफिट एन्ड लस अकाउन्ट र क्याश फ्लोको बेसिक्स पनि बुझाइदिनु भनेर त्यसैले गर्दा आज चाहिँ यो भिडियो क्याश फ्लो र नेट प्रॉफिटको बेसिक्सको बारेमा छ हैन प्रॉफिट एन्ड लस अकाउन्ट भनेको के हो र क्याश फ्लो भनेको के हो भनेर डिस्कस गर्नेछु प्रॉफिट एन्ड लस अकाउन्ट भनेको चाहिँ एउटा पर्फर्मेन्स रिपोर्ट हो कम्पनीको हैन यसले चाहिँ कम्पनीले कतिको ग्रोथ गरिरहेछ भन्ने कुरा देखाउँछ भने क्याश फ्लोले चाहिँ कम्पनीमा कति क्याश इन र क्याश आउट भइराखेको छ भनेर देखाउँछ हैन यो प्रॉफिट एन्ड लस अकाउन्टमा चाहिँ हामीले अक्रुअल बेसिसमा सबै कुरा रेकर्ड गर्ने गर्छौं हैन भने क्याश फ्लोले चाहिँ अक्रुअल बेसिस फलो गर्दैन यसमा चाहिँ जस्ट क्याश इन क्याश आउट हेर्ने गर्छौं हैन म एउटा सिम्पल एक्जाम्पल लिएर अगाडि बढ्न चाहे एक्जाम्पलको लागि हजुरले लेट्स सपोज 50,000 को सेल्स गर्नुभयो अरे हैन 50,000 को सेल्स गर्ने बेलामा यदि कस्टमरले सेम टाइममा पेमेन्ट गर्यो भने सेल्स त 50,000 नै हुने भयो इभन इफ द पेमेन्ट इज मेड अर नट हैन तर यदि क्याश फ्लोमा चाहिँ कस्टमरले अहिलेको डेटमा पे गरेन फ्युचरमा पे गर्यो है त्यो भयो भने चाहिँ क्याश फ्लोमा त 50,000 गएन नि त तर प्रॉफिट एन्ड लस अकाउन्टमा एज अ सेल्स त गयो सो यता 50,000 सेल्स नो म्याटर हजुरले पैसा आज रिसिभ गर्नुभयो या भोलि रिसिभ गर्नुभयो सेल्स इज 50,000 तर क्याश इफ आज रिसिभ गर्नुभयो भने क्याश फ्लोमा गयो तर फ्युचर डेटमा रिसिभ गर्नुभयो भने किनभने क्याश इन त भएन नि त त्यसले गर्दा चाहिँ त्यो क्याश फ्लोमा गएन सेम विथ द एक्सपेन्सेस हैन एक्सपेन्सेस पनि अब युटिलिटिजको बिल्स छ हैन हजुरले पेमेन्ट गर्नुभयो क्याश फ्लोमा गयो पेमेन्ट गर्नु भएन तर बुकिङ त हुनु पर्यो किनभने प्रॉफिट एन्ड लस अकाउन्टले त अक्रुअल बेसिस फलो गर्छ त्यो हुने बित्तिकै बुकिङ त गर्नु पर्यो भनेपछि यता 25,000 युटिलिटिज बिल छ हजुरले आजको डेटमा पे गर्नु भएन फ्युचरमा पे गर्छु भनेर छोडिदिनु भयो बुक गरेर राख्नु भयो हैन भनेपछि त सेल्स 50,000 एक्सपेन्सेसमा चाहिँ 25,000 अन्डर प्रॉफिट एन्ड लस अकाउन्ट तर सेम थिङ यता क्याश फ्लोमा चाहिँ पैसा आयो गयो पैसा गयो क्याश फ्लोमा गयो अदरवाइज गएन हैन त्यसले गर्दा क्याश फ्लो भनेको आजको स्थिति के छ त भन्ने देखाउँछ भने प्रॉफिट एन्ड लस अकाउन्टले कम्पनीले कतिको ग्रो गरिरहेछ नो म्याटर पैसा रिसिभ भयो या भएन यसले चाहिँ अर्न्ड बेसिसमा चाहिँ काम गर्ने गर्दछ हैन त्यसले गर्दा हामीले के भन्छौं भने बिजनेसेसमा प्रॉफिट एन्ड लस अकाउन्ट त इम्पोर्टेन्ट छ नै किनभने यसले त कम्पनीको पर्फर्मेन्स देखाउँछ नि त पर्फर्मेन्स देखाउँछ अनि ओभर द पिरियड अफ टाइम उसले कति सेल्स गर्यो हैन भन्ने कुरा देखाउँछ एउटा पर्फर्मेन्स रिपोर्ट भयो क्याश फ्लो स्टेटमेन्ट इभन मोर इम्पोर्टेन्ट छ जुन कुराले चाहिँ फोकस पाइरहेको हुँदैन कि किनभने हामी जति बेला प्रॉफिट लस प्रॉफिट कति भन्ने गर्छौं नि त नट जस्ट प्रॉफिट प्रॉफिट एन्ड लस क्याश फ्लोले चाहिँ एउटा सर्भाइभ गर्न सक्छ कि सक्दैन कम्पनी फर द कमिङ पिरियड भन्ने कुरा देखाइदिन्छ कि त्यो हो हैन अब अर्को भिडियोमा चाहिँ म हजुरले अक्रुअल बेसिस र क्याश बेसिस भनेको के हो त भनेर सिकाउने छु हैन अहिलेको लागि चाहिँ यो हाम्रो फाइनान्शियल्स हुन्छ हैन कम्पनीको ब्यालेन्स सिट प्रॉफिट एन्ड लस अकाउन्ट क्याश फ्लो स्टेटमेन्ट प्रॉफिट एन्ड लस अकाउन्ट भनेको वान अफ द फाइनान्शियल्स हो जसले चाहिँ पर्फर्मेन्स अफ द कम्पनी देखाउँछ हैन क्याश फ्लो स्टेटमेन्ट भनेको अर्को फाइनान्शियल रिपोर्ट हो जसले चाहिँ कम्पनीको क्याश पोजिसन with in and out of the cash हैन अघि मैले एक्जाम्पल दिएको अनुसारले चाहिँ आइटमहरु जाने गर्छ हैन दुईटा स्टेटमेन्टमा त्यो थियो हैन अब फर्दर डिस्कस पनि गरौँला हैन नो इश्यूज अरु केही कुरामा कन्फ्युजन लागेको थियो भने त्यो पनि भनिदिनु होला हैन मुभिङ फरवर्ड चाहिँ अब हामी अक्रुअल र क्याश बेसिसको बारेमा डिस्कस गरौँला फन्डामेन्टल प्रिन्सिपल्स अफ अकाउन्टिङको बारेमा डिस्कस गरौँला ताकि हजुरले बेस लेभलमा हजुरको फाउन्डेसन नै स्ट्रङ बन्न जान्छ हैन त्यो नै थियो उहाँहरुले बेसिक्स पनि बुझाइदिनु न म्याम भनेको भएर यो थियो लेट मी नो अरु केही कुरा एक्सप्लेन गर्नु पर्यो भने भन्नु होला हैन थ्यांक यू फर वाचिङ